अलिकति छिराउनु पनि सकिन्छ क्या सानो भाइ चाहिँ अर्को बाइकमा गइसकेको छ होइन गाइजहरू सानो अब तर बिस्तारै चाहिँ बनाएको छैन क्या बल पेन छ अथवा अलिकति यो फाइनल्ली अब नागदहमा आइपुगिसकेको छौँ होइन अब यहाँ नागदहमा चाहिँ धेरै घुम्ने ठाउँहरू पनि रहेछ हेर्नु कस्तो लागिरहेछ त साथी हामी आज नागदहमा घुम्न त आइयो एकदम मजा आइरहेछ नि होइन शान्त वातावरण रहेछ के छ त अनि ठिक छ ल केही भन न त के हो यो खतरा डिजाइन गरेको रहेछ पानीहरू आइरहेछ के गरिरहेछ फाइनली अनि अहिले चाहिँ हामी ट्याक्क आएर पानी खेल्छ के होइन त हामी चाहिँ नागदह पनि आइसक्यौँ है अनि त्यसपछि चाहिँ हामी बसिरहेको छौँ के भन्नु यार अनि तिर्खा लाग्यो त्यही भएर पानी सानी खायो है गाइजहरू यता तपाईँहरूलाई चाहिँ अब हामीले अब उतापट्टि जाँदाखेरि चाहिँ माछाको बच्चाहरू पनि छ अरे त्योहरू पनि तपाईँहरूलाई भिडियोमा देखाउनेछौँ ल सियु छु सियु ल है त गाइजहरू ओके भिडियो निकालेको देखाउ न नागदह चाहिँ एकदम राम्रो रहेछ गाइजहरू तपाईँहरू पनि यदि उयो छ भने त आउँदा हुने रहेछ राम्रो रहेछ जस ठाउँ चाहिँ भाइ तिम्रो नाम के अरे ग्रेसन श्रेष्ठले चाहिँ भाइले चाहिँ अब हाम्रो युट्युब च्यानलको यो सब्सक्राइब गरिदिन्छु के छ तपाईँको नाम भनेर भनेको छ होइन ऊ चाहिँ एकदम अहिले 9मा पढ्दा के अरे 9मा अरे सरी 2मा पढिरहेको छ भाइको घर चाहिँ कहाँ हो यता माथि हो ए आज चाहिँ अनि यहाँ के घुम्नै आएको हो घुम्न होइन पसलमा ए यो तिम्रो पसल हो तिम्रो बाबाको तिमीहरूको ए ल ठिक छ ल ल गाइज अब हामी चाहिँ यहाँदेखि अब उता अर्को ठाउँमा यहाँदेखि उता गएपछि चाहिँ अर्को हामी भ्यू मजाले देखाउनेछौँ अनि यहाँदेखि अब यहाँ बिस्तारै भ्लग बनाउँदै साथीहरू होइन त्यो ठाउँ चाहिँ राम्रो रहेछ मलाई चाहिँ कस्तो देखिरहेछ गाइज भनिदिनु पऱ्यो क्या कमेन्टमा ल काम नलाग्ने सिङ्गलहरूको चाहिँ अब यस्तै हो गाइज होइन काम नलाग्ने सिङ्गलहरूको चाहिँ अब यस्तै हो गाइज होइन हालत यस्तै हुन्छ जहिले पनि केही छैन भगवान्ले हामीलाई पनि केही न केही काहीँ न काहीँ त बनाइदिएकै होला कुनै दिन हाम्रो पनि हुन्छ होला यार अब सबजना यहाँ अलिक सबजना यस्तो घुम्ने ठाउँमा आउँदाखेरि चाहिँ सबैजना चाहिँ के अरे कपालहरू बसेको देख्दा चाहिँ आफूलाई पनि अलिकति नर्भस चाहिँ हुँदो रहेछ हामी त हेरेको हेरे होइन केही छैन तर जे छु सिङ्गल नै खुसी छु हाम्रो सबैजना हेर्छौँ भाइ पनि सिङ्गल नै छ होइन हामी चाहिँ अब सबैजना भाइको नाम के हो सबजना सिङ्गल के गर्नु भगवान्ले हाम्रो लागि चाहिँ जोडी पनि बनाएको रहेछ छैन गाइस अब तपाईँहरूलाई यदि हामी भ्यू हेर त ल बबाल छ बबाल यता अब हाम्रो साथीहरू चाहिँ उता केटाहरू चाहिँ हिँडिरहेछन् अब यहाँदेखि यता ल पोखरी चाहिँ एकदम बबाल रहेछ क्या मेरो पनि गर्लफ्रेन्ड भयो भने चाहिँ म पनि यहाँ गर्लफ्रेन्ड लिएर चाहिँ डेटमा आउँछु गाइसहरू बबाल लाग्यो मलाई चाहिँ ठाउँ चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो क्यामेरामा अलिक चार्जै थिएन त्यही भएर अलिकति समस्या भयो होइन अब हामी जसरी पनि हामीले तपाईँहरूलाई चाहिँ फुल भिडियो देखाउने प्रयास गर्नेछौँ तर हामी फोनबाट भयो भने हामी कम्प्लिट चाहिँ गर्छौँ होइन त अनि त्यही हो हामी अझै यहाँनिर तपाईँहरूलाई देखाउनै बाँकी छ यो पनि देखाइदियो यो पनि के भन्छ यो हाइब्रिड यहाँनिर यस्तो छ हामी चाहिँ त्यो कटेजमा पुग्न आँट्यौँ गाइजहरू माछा त बबाल छ यार रातो माछा पनि छ है सट्टसँगले नाग्दाको एरिया चाहिँ यस्तो छ है गाइजहरू हेर्न सक्नुहुन्छ है ल अब चाहिँ हामी यहाँको सबै के कस्तो हुन्छ तपाईँहरूलाई देखाउँछौँ अनि त्यसपछि चाहिँ हामी फेरि पनि हामी रिटर्न हुनुपर्ने हुन्छ अनि त्यही त हो अब खासै अब सुरु हो हाम्रो स्टार्ट होइन अब हाम्रो झारे ब्लगलाई पनि सपोर्ट चाहिँ गर्नु पऱ्यो बोल्न पनि खासै त्यस्तो कन्फिडेन्स छैन क्या गाइजहरू यहाँ चाहिँ एकदमै रेस्टुरेन्टहरू रहेछ ड्याक कलाएर होइन त अनि ढ्याक्कसँगले चाहिँ हुन्छ है गाइज जस्तो रेकर्ड गर्यो त्यस्तै हालिदिने है गाइजहरू ल यो चाहिँ हामीलाई एक राउन्ड हान्नलाई चाहिँ कति भनेपछि 15-20-30 मिनटै लाग्दो रहेछ एकदमै एरिया चाहिँ एकदमै ठुलो छ होइन गाइज अनि त्यही भएर हो हामी चाहिँ अघि हिँडेको परबाट अहिलेसम्म यहाँ आइपुगिरहेछ भर्खरै अब यो राउन्ड हान्नुपर्छ धेरै टाढो छ यत्रो ठुलो छ र यतापट्टि चाहिँ यस्तो बबाल कटेज पनि रहेको छ यो कटेजमा चाहिँ हामी जाने हो अब है अनि अघि हामी आएको चाहिँ यताबाट हो तर यो चाहिँ क्यामेराले भ्याउँदैन हेर्नुहोस् त यति धेरै ठुलो छ र यता चाहिँ हाम्रो साथी हुनुहुन्छ र अहिले चाहिँ हामी ठ्याक्कै यहाँ आइपुग्यौँ ल यहाँनिर चाहिँ नयाँ बन्दै रहेछ संरचनाहरू रेस्टुरेन्ट होला अब यहाँ चाहिँ पछि हामी फेरि आउनेछौँ नेक्स्ट टाइम अनि
नेक्स्ट टाइमको लागि चाहिँ एकदमै बवाल बन्दैछ यहाँ हेर्नुहोस् यस्तो बवाल छ होइन त यहाँ चाहिँ अहिले बन्दै मात्रै रहेछ क्या गाइजहरूलाई देखाउनु पऱ्यो नि अब हेर्नुहोस् त कस्तो बवाल छ होइन अनि सो अघि हामी आएको चाहिँ पल्लै पाटा हो ल यहाँ चाहिँ यस्तो बवाल कटेज छ है टक्क गएर बस्न खालको छ क्या टक्क देख्न सक्नुहुन्छ र यो हामी कटेजमा चाहिँ अब हामी पुगिसक्यौँ ल यहाँ चाहिँ हामी फाइनली कटेज आइपुग्यौँ र यो चाहिँ हाम्रो गेट रहेको छ यस्तो बवाल छ गेट होइन अनि यहाँबाट चाहिँ टक्क डेकोरेसन यस्तो बवाल गर्ने भएर रहेछ ट्याक्कसँगले हामी तपाईँहरूलाई देखाउँछौँ है त नाउ पनि रहेछ यहाँ चाहिँ हेर्नुहोस् ल यस्तो बवाल छ है नाउ चढ्ने भने आऊ है तपाईँहरू पनि नजिक हुनुहुन्छ भने आउनु होला क्यामेराले अलिकति खिच्नै सकेन क्या ट्री हाउस पनि रहेछ चट्टोसँगले अनि यता 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 छ यस्तो बवाल बस्ने ठाउँ है आउनु होला एकचोटि अब पनि र साथी अगाडि हिँड्दैछ अनि यहाँ यस्तो बवालहरू छ यहाँ गएर टक्क बस्ने हाम्रो भ्लगलाई चाहिँ सब्सक्राइब हान्नु पऱ्यो है सब्सक्राइब हेलो ल हामी चाहिँ यहाँ अहिले आइसक्यौँ अनि यहाँभित्र हामी चाहिँ अहिले कम्पाउन्डभित्र छिरेका छौँ अनि यहाँको दृश्यहरू तपाईँहरूलाई म देखाउँछु यस्तो बवाल कटेजहरू रहेको छ होइन नेक्स्ट टाइम पनि हामी आउनेछौँ र आजको भिडियो चाहिँ हाम्रो यस्तै हुनेछ होइन हामीले फोटोसोटो खिच्यो तपाईँहरू पनि आउनु सक्नुहुन्छ है अनि सो म चाहिँ अहिले हामी साथी होइन अहिले चाहिँ हामी यहाँनिर चिसो केही खाइदिउँ न त भनेर चाहिँ अनि टक्कसँगले हामी अर्डर गरेका छौँ हाम्रो कम्प्लिमेन्ट्री आइसकेको छ है अनि यहाँ चाहिँ एकदमै गार्डनहरू बवाल रहेको छ नाग्दा नजिकै हुनुहुन्छ भने आउनु होला है ओके ल यहाँको हाम्रो बस्ने कटेजहरू चाहिँ यस्तो बवाल छ है ल देख्न सक्नुहुन्छ है यहाँ चाहिँ हाम्रो ट्री हाउस रहेको छ ट्री हाउस छ है अनि यो ट्री हाउसमा चाहिँ अब हामी चढ्दैछौँ है ल तिमी अगाडि हिँड म पछाडि आउँछु है त ल हिँड तिमी अगाडि हिँड न होइन साइडबाट हिँड्न न के हुँदैन हामी चाहिँ जाँदैछौँ है ट्री हाउसभित्र तपाईँहरू नजिकै हुनुहुन्छ भने ढ्याक्कसँगले ट्री हाउस चाहिँ एकदमै बवाल छ यहाँ माथि देख्न सकिन्छ अलिकति मकैको रहेछ हल्का मकैको रहेछ है सो त्यही भएर चाहिँ अलिकति यहाँ डेन्जर हुने रहेछ तर बिस्तारै जाँदाखेरि चाहिँ अझै केही पनि हुँदैन है र फाइनली हामी चाहिँ ट्री हाउसभित्र आइसकेको छौँ है हावाले हल्लाउँदाखेरि चाहिँ अलिकति फिल हुँदो रहेछ हल्का डर लागेको जस्तो हल्का हल्लिँदो रहेछ होइन अनि चाहिँ हामी चाहिँ अलिक टपमा छौँ ट्री हाउसभित्र छौँ अब हामी चाहिँ यहाँबाट तपाईँहरूलाई बाहिरको देखाउँछौँ हो यस्तो रहेको छ है यहाँ तल चाहिँ यहाँबाट उर्लिँदाखेरि चाहिँ टक अलिकति हल्का मकेको कारणले चाहिँ दामी तरिकाले चाहिँ ओर्लिनु पर्ने हुन्छ यसरी बवाल छ है एकदम बवाल छ है ट्री हाउस पनि भिजिट हान्यो कस्तो खुट्टा अड्किरहेको छ यार ल साथी आउँदैन ल अब हल्का मकेको कारणले हल्का उयो भएर रहेछ झरिसक्यौँ है गाइस कस्तो क्यामेरामा त नयाँ र अब चाहिँ हामी हाम्रो अर्डर पनि आइपुग्न लाग्यो होला ट्याक्कसँगले अनि यहाँबाट चाहिँ टक यो चाहिँ बढाउँदो रहेछ सुपर ल फाइनली हाम्रो चाहिँ अर्डर पनि आइसकेको छ है गाइजहरू देख्न सक्नुहुन्छ अनि हाम्रो चाहिँ यो अर्डर आइसकेको छ अब चाहिँ हामी खान्छौँ अनि त्यसपछि चाहिँ हामी रुम फर्किनु पर्ने हुन्छ अनि आजको भ्लग चाहिँ यस्तै थियो तपाईँहरूलाई कस्तो लाग्यो र झर्दैन है यो ट्याक्क चाहिँ ल ट्याक्कसँगले सबैजना अगाडि आऊ न ल अब हाम्रो चाहिँ यहाँ सबै भइसक्यो यहाँ आउँदा क्यामेराको पछाडि आऊ न म अगाडि आऊ न ल गाइज हामीले चाहिँ त्यही हो अब सबै भइसक्यो अब हामी यहाँबाट लागेको नस्ता सस्ता भइसक्यो हाम्रो चाहिँ अनि त्यहीबाट अब हामी रुम जानुपर्ने हुन्छ घर पनि जानुपर्ने रात पनि परिसक्यो आजको घुममा पनि यस्तै भयो ल हेलो गरिदेऊ सानो भाइ ल र अहिले चाहिँ फाइनली अब चाहिँ हाम्रो साँच्चीकै हाम्रो अब चाहिँ छुट्टी भयो अब चाहिँ हामी सबै भिजिट हानिसक्यौँ तपाईँहरूलाई देखाइसक्यौँ अनि अब हामी नेक्स्ट भिडियोमा पनि हामी फेरि पनि आउनेछौँ र अहिले चाहिँ जानुपर्छ अब हामी रात पऱ्यो होइन जानुपर्छ